जब युद्ध नजिक आउँछ तब मात्र शत्रुलाई चिनेर पुग्दैन। हामीलाई थाहा हुनुपर्छ हाम्रो पक्षमा के छ, हामीसँग को छन्। हरे कृष्ण। श्रीमद्भगवद्गीता अध्याय 1 श्लोक 7। अस्मकां तु विशिष्टाय तान्निबोधदिजोत्तमं नायका मम सैन्यस्य सैन्यार्थं तान् ब्रवीमि ते। दुर्योधन अगाडि भन्छ, हे ब्राह्मण श्रेष्ठ द्रोणाचार्य, तपाईले पाण्डव पक्षका वीर योद्धाहरूको जानकारी त लिनुभयो। अब कृपया हाम्रो पक्षका प्रमुख वीरहरूको पनि विचार गर्नुहोस्। यहाँ दुर्योधन शत्रु पक्षको शक्ति बुझिसकेपछि अब आफ्नै पक्षको शक्तिको समीक्षा गर्दैछन्। यस सन्देशमा गहिरो जीवन दर्शन लुकेको छ। जब जीवनमा कुनै ठुलो समस्या आउँछ, हामी पहिले त्यो समस्याको प्रकृति, गहिराई र सम्भावित असरहरूको अध्ययन गर्छौँ। तर त्यतिले मात्र पुग्दैन। समस्या चिनेपछि अब आफ्नो पक्षमा के बलियो पक्ष छन् भन्ने कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ। ज्ञान, आत्मबल, अनुभव, सिप, समर्थन यी कुराहरूमा हामीसँग के छन् भनेर गम्भीर रूपमा आत्मपरीक्षण गर्नुपर्छ, ठिक दुर्योधनले गरे जस्तै। यो श्लोकले हामीलाई चुनौतीको सामना गर्नुअघि आफूभित्रका सामर्थ्यहरू पहिचान गर्नुपर्छ, किनभने समस्या जित्न आत्मविश्लेषण र आत्मबलको विश्वास अति आवश्यक हुन्छ भन्ने सन्देश दिन्छ। यसरी हरेक श्लोकले हामीलाई आत्मबल र विवेकको पाठ सिकाउँछ। यसरी श्लोकहरूका अर्थ जान्न हामीलाई फलो गर्न नबिर्सनुहोला। राधे राधे।